एमआई लक्ष्मी प्रदीप एमआई होइन लक्ष्मी लक्ष्मी भनेको धन सम्पत्ति हो नि सर। तर लक्ष्मी फाइल नेम दिए अनि इन्टर हाने होइन इन्टर हानेपछि के भयो लक्ष्मी फाइल सेभ भयो नि फाइल हाम्रो के भयो सेभ भयो सुरुमा के दिनुपर्छ अक्युपाइड पोइन्टको डाटा दिनु पऱ्यो नि त्यसको लागि कहाँ क्लिक गर्ने F1 F1मा क्लिक गरेँ F1मा क्लिक गरेपछि यसको पोइन्ट दिन आयो ब्याक साइडलाई 1 भन्छौँ यसलाई कति भन्छौँ 2 दिए त्यसपछि आइडी दिन आयो आइडी भनेको यसको के दिन्छौँ स्टेसन 1 होइन त्यस अनि मेनुमा क्लिक गर्ने टी अनि 1 स्टेसन 1 त्यसपछि इन्स्ट्रुमेन्ट आएर हाम्रो 1.43 आएको थियो त्यो जहिलेसम्म इन्स्ट्रुमेन्ट चेन्ज गर्नुहुन्छ त्यही रहिरहन्छ है सर त बबल सबल पनि मिलेको छैन हल्लिसक्यो त्यो त मिलाउनु न अब तपाईँको गल्ती हो मेरो गल्ती होइन नि त त्यसपछि कहाँ गर्नु ओसिएनइजेडमा जाने ओसिएनइजेडमा क्लिक गर्ने त्यसपछि एनइजेडमा क्लिक गर्ने अनि यसको कोअर्डिनेट यही थियो होइन अनि इन्टर हान्ने ठिक छ यसको कोअर्डिनेट सेट भयो नि त्यसपछि रेकर्ड गर्ने रेकर्ड कति छ F3 छ अनि एस गर्ने रेकर्ड भइसक्यो यसको सेकेन्ड स्टेप के गर्नु पऱ्यो अब ब्याक साइड दिनु पऱ्यो ब्याक साइडका लागि कहाँ क्लिक गर्ने F2 क्लिक गर्ने ब्याक साइडलाई कति पोइन्ट दिन्छौँ 1 कोड के दिन्छौँ त्यसको BS दिन्छौँ BS दिन्छौँ रिफ्लेक्टर आएर तपाईँले कति राख्नु भएको छ 1.65 चेन्ज गरिसक्छ मामा 1.65 छ तर त्यति ठिक छ है त्यसपछि कहाँ क्लिक गर्नु यो F4 छ नि F4 छ नि F4मा के लेखेको छ ब्याक छ नि यसमा क्लिक गर्नुहोस् यसमा क्लिक गरेपछि एनइएजेड छ नि कहाँ छ F3मा छ नि F3मा क्लिक गर्नुहोस् F3मा क्लिक गरेपछि हेर्नु त कोडले लेखेको आयो त हाम्रो दुईवटा कोडनेट थाहा हुँदैन ब्याक साइडको कोडनेट थाहा छैन त कोडनेटबाट जाँदैनौँ बियरिङबाट जान्छौँ बियरिङ कहाँ छ एजेडमा छ नि फेरि F3 क्लिक गर्ने अनि के गर्छु म नर्थको रिस्पेक्टमा गर्छु नर्थलाई हामी म कति मान्छौँ 0 डिग्री 0 मिनट 0 सेकेन्ड मान्छौँ र इन्टर गर्छौँ त्यसपछि के गर्छु म कम्पास निकाल्छु होइन कम्पास निकाल्छु कम्पास गर्छु अनि कम्पास निकालेपछि के गर्छु म नर्थमा 0 डिग्री 0 नर्थमा बाइसेक्ट गर्छु है साइड कतिमा गर्छु म नर्थमा गर्छु यहाँ हेर्नु त नर्थ त ठ्याक्कै छ 0 डिग्री छ 0 छ 0 भयो अनि के गर्छु म क्ल्याम्प गरिदिन्छु क्ल्याम्प गरेपछि यसलाई हल्लाउने होइन क्ल्याम्प गरिदिएँ क्ल्याम्प गरेपछि के गर्ने यसलाई नहल्लाउने अनि भेरिफाई गरिहाल्ने छ कि नै 0 त मैले 0 गरेँ त्यसपछि क्ल्याम्प गरेर नहल्लाउने होइन हरिजेन्टल क्ल्याम्प होइन सर हरिजेन्टल क्ल्याम्प गर्ने त्यसपछि यो मेसिन हल्लाउनु भएन अब होइन एकजना प्रिज्म लिएर आउने प्रिज्म लिएर जाऊ अनि नर्थको रिस्पेक्टमा जाने अब मेसिनलाई हल्लाउनु भएन होइन पछाडि टाढा त जाने अब गनबारबाट बाइसेट गर्नु पऱ्यो होइन ठिक छ गनबारबाट माथि आउनु 10 मिनेट यस्तो देख्न अन्डरबाट ताक्न त्यति बढी जानुभयो ल 10 सेन्टिमिटर तल आउनु त त्यही भनेको ल लानु ल अब 1 सेन्टिमिटर अझै आउनु 1 सेन्टिमिटर तल 1 सेन्टिमिटर एक भने त्यति होइन त्यो प्रिजमालाई यतातिर मेरो मेसिनतिर फर्काउनु न 1 सेन्टिमिटर माथि नै आउनु बढी लानु एक भने थोरै हुन्छ यति त्यति हुन्छ ल नलाउनु अब स्टेट गर्नु बबल त्यो छ नि प्रिजमालाई यता गर्नु न थोरै तल गर्नु त हो प्रेसर हेर्न दिनु कसरी माथि ल ठिक छ त्यति यता घुमाउनु सर बाइसेक्ट कसरी गर्ने त्यो हेर्न दिनु न सर बाइसेक्ट तपाईँहरू गरेर हेर्नु न पछि त्यसपछि के बाइसेक्ट गरे त्यसपछि मेजर छ नि F3मा F3मा क्लिक गर्ने अनि एनइजेड F3मा छ नि यहाँ क्लिक गर्ने है क्लिक गरेपछि यसले बाइसेक्ट गर्छ अनि कोअर्डिनेट दिन्छ कोअर्डिनेट दिएपछि हेर्नु साउन्ड आफै ब्याक आयो यो डाटा हेर्नलाई के गर्ने स्टेप ध्यान दिनु ल एकचोटि F3 क्लिक गर्नुहोस् एकचोटि F3 क्लिक गर्नुहोस् दुईचोटि F2 क्लिक गर्नुहोस् दुईचोटि F2 क्लिक गर्नुहोस् अब यो डाटा लेख्ने अघिको डाटा कहाँ छ हाम्रो लेख्नु भएको छ हजुर सर अब यो ठिक छ कि छैन आउनु
ठिक छ कि छैन भनेको कसरी गर्ने एन बढेर आउनु पर्यो एन चाहिँ के गरेर आउनु पर्यो बढेर आउनु बढेर कति बढेर आउनु पर्यो यहाँदेखि त्यहाँसम्मको डिस्टेन्स बढेर आउनु पर्यो यी चेन्ज हुनु भएन किनकि यी डाइरेक्सनमा हामी गएको छैन एनमा मात्र गएको छ नि यी चेन्ज हुनु भएन जेड चाहिँ यदि त्यो डाउन भएपछि घटेर आउला अप भएपछि बढेर आउला हेर्नु त एन 66 थियो 166 72 छ नि कति भयो 6 मिटरले बढ्यो यहाँदेखि त्यहाँसम्मको डिस्टेन्स कति रहेछ 6 यी सेम छ यी चेन्ज आयो भने तपाईँको मिस्टेक छ भनेर बुझ्ने यी सेमै हुनु पऱ्यो किनकि यी डाइरेक्सनमा हामी गएकै छैनौँ जेड चाहिँ थोरै घटेर आएको छ थोरै त्यो योभन्दा थोरै 0.2ले तल रहेछ होइन घटे मैले भने त्यो हाइटमा छ भने बढ्छ तल छ भने घट्छ कि हाइट हो जेड भने हाइट हो यसरी हाम्रो ठिक रहेछ होइन ठिक रहेछ भने दुईचोटि मात्र स्क्याप खिच्ने कतिचोटि दुईचोटि मात्र स्क्याप खोज्ने अब यसलाई ब्याक साइड हाम्रो कति थियो 1 थियो होइन यो 2 थियो नि अब कति दिने अब 3 दिने 4 साइड लिने अब 4 साइड कति 3 होइन त्यसपछि पी कोड भनेको जानेर फ्रिजमा राख्नुहुन्छ नि त्यहाँको आइडी भने जस्तो रुट लिएर राख्नुहुन्छ भने रुट लेखेर हुन्छ तर लेख्न जरुरी छैन के गर्नु 3 लेखिदिनु अब कतै फ्रिजमा राख्नु 4 साइड लिइरहेछौँ कतै राख्नु त ऱ्यान्डमली अब यो बाइसेट गर्दा पनि 1 घन्टा नलाउनु न के कन्फ्युजन भयो अब यो गनबारबाट ठ्याक्कै बाइसेट गर्ने 1 घन्टा लाउनु भएन है ठिक छ के गर्नु यो धेरै पनि नघुमाउनु न यो अलिक बढी घुमाएको छ धेरै नघुमाउनु ल यसलाई पनि ठिक छ अनि ट्याक्कै बाइसेट गर्नु बाइसेट गरेपछि के गर्ने अलमा क्लिक गर्ने एप अल कति छ एप 4 मा छ नि अलमा क्लिक गर्नु त के लिइराख्नु बाइसेट त हुँदैन त जाऊ डाटा त लिनु दिनु अब जतासुकै राख्नु फरक ठाउँमा राख्नु त्यहाँ नलानु ल यसरी अब के हुन्छ डाटा आफै आउँछ होइन बाइसेट भएपछि डाटा आफै आउँछ रेकर्ड भयो नि रेकर्ड भएपछि हेर्नु त 4 एटोमेटिक आयो अघि 3 दिइहाल्दैन अब 4 5 6 एटोमेटिक आयो तपाईँले केही हाल्नु पर्दैन त्यो हेर्नलाई दुईचोटि F2 क्लिक गर्नुहोस् यो डाटा लेख्नुहोस् दुईचोटि स्क्याप खिच्नुहोस् अनि अर्को ठाउँमा राखेर फेरि के गर्नुहोस् बाइसेट गर्नुहोस् होइन बाइसेट गर्नुहोस् अनि केमा क्लिक गर्नुहोस् अलमा क्लिक गर्नुहोस् अलमा क्लिक गरेपछि हेर्नु डाटा एटोमेटिक आउँछ अनि एटोमेटिक यहाँ 5 आउला 5 आयो नि अनि 4 को डाटा हेर्नलाई दुईचोटि F2 क्लिक गर्नु 4 को हेर्नुहोस् दुईचोटि स्क्याप खिचेर 5 मा लिनुहोस् यो 4th मा यो स्टिङ चेन्ज हुन्छ होला नि त सर यो अब त सबै चेन्ज हुन्छ लेट मी डु कसरी गर्ने गर है